अझै ल ल 1 2 3 एकादशमा आमा छोरी रहेछ अनि चाहिँ छोराले फेरि दुध दिनु भएछ छोरालाई अनि छोराले चाहिँ गुटुक गुटुक खाएछ अनि छोरीलाई पनि दुध दिनु भएछ यति तर्क गरेछ तर्केपछि छोरीले उहाँकी अनि चाहिँ आमाले पिट्नु भयो पिटेपछि छोरी अनि जा बिस्तारमा गएर सुत भन्नुभयो अनि म त्यही गरी पढ्न छैन अनि के खामी त छोरीले भने के छोरा अनि के गर्नु त छुत भन्ने मलाई दोष भनिरहेको छोरी अनि चाहिँ लास्टमा अनि चाहिँ अनि के अरे अनि फेरि के त घुमागर अनि चाहिँ एकैछिनमा फेरि छोरी अनि फेरि छोरी फेरि बाबु बाबु नि मम्मीलाई नि हामी नि कानमा भनि के कानमा भनिरे बाबु बाबु नि नानीलाई बाबु बाबु मम्मीलाई नि मम्मी आउनुहुन्छ नि त्यति बेला हामी सिजकमा ओरेर बसौँ त्यो मम्मीले देख्नुहुन्न हामीले भनिरे छोरी अनि त्यो बाबुले त्यही गर्यो रे मम्मीले त थापै हाल्नु भएछ के रे अनि चाहिँ अनि फेरि भात खाने बेला त हामी चाहिँ त्यही रहेछौँ रे यही हो कथा अब जानुस् गाइस बाइ बाइ अन्नीलाई फुलको माला सुन्नेलाई सुनको माला यो कथा वैकुण्ठ जाला भन्ने बेला मुखमा खरखरी आइजाला।